नमस्कार। हामी रोजगार डकुमेन्ट क्लियरिङ सर्भिस एजेन्सीबाट तपाईहरु जतिजना पनि एमबीसी जानु भएको थियो सबैको पासपोर्ट रिन्यू भएर आइसकेको छ है। कसको पासपोर्ट रिन्यू भएर आएको छ? पासपोर्ट नवीकरण भएर त धेरैजनाको आएको छ। फेब्रुअरी 17-18 देखि लिएर मार्च 3-4 तारिकसम्मको सम्पूर्ण पासपोर्ट नवीकरण भइकन आइसकेको छ। तपाईहरु जसले डेलिभरी भन्नुभएको थियो हामी छिटो डेलिभरी गरिदिन्छौँ हस्। साथै तपाईले डेलिभरी दिनु भएको छैन भने स्वयं हजुर अफिस भिजिट गरिकन आफ्नो पासपोर्ट रिसिभ गर्न सक्नुहुन्छ। हाम्रो अफिस भनेको 9 to 9 सम्म ओपन हुन्छ। हजुरहरुलाई थाहा छ हाम्रो अफिसबाट के कामहरु हुन्छ? हाम्रो अफिसबाट पासपोर्ट रिन्यू, श्रम रिन्यू, सिभिल म्यारेज, बेबी बोर्न पासपोर्ट, डकुमेन्ट एटेस्टेसन, ट्राभल डकुमेन्ट, लेबर क्यान्सलेसन, भिजा क्यान्सलेसन, भिजिट भिसाको लागि, टिकट्सको लागि, आउट पासको लागि अनि फ्रिलान्स भिसा, फ्रिजन भिसा जस्तो सम्पूर्ण डकुमेन्टको काम गरिन्छ। म्यामले जति पनि सम्पूर्ण कुराहरू भन्नुभयो यो सम्पूर्ण कामहरू एकै ठाउँबाट सहज तरिकाले गर्न सक्नुहुन्छ। स्क्रिनमा दिएको नम्बरमा डाइरेक्टली कल गर्न सक्नुहुन्छ नत्र वाट्सएप गर्न सक्नुहुन्छ है त। के तपाईले आफ्नो पासपोर्टको डेट चेक गर्नु भएको छ?